काठमाडौँ मोडल सेकेन्डरी स्कुल केएमसी देशभरिका हजारौं विद्यार्थीको दोस्रो घर, सपना प्राप्ति र सार्थक भविष्यको सहयात्री, एउटा शिक्षालय जसको विरासत देशको समृद्धिसँग जोडिएको छ। यो एउटा शिक्षालय मात्रै होइन, ज्ञान नवप्रवर्तन र रूपान्तरणको अभियान हो, जहाँबाट 21,000 भन्दा बढी विद्यार्थी दीक्षित बनिसकेका छन्। हजारौं युवाहरूलाई सपना देख्न र त्यसलाई पूरा गर्न सिकाएको केएमसीले गौरवमय 25औं वसन्त पूरा गरेको छ। सन् 2000 मा बागबजारमा एउटा सामान्य संरचना ठडिएको थियो, तर यो संरचना एउटा विशाल लक्ष्यको बीजारोपण थियो। कुनै पनि कर्मको प्रारम्भ तुलनात्मक रूपले सहज हुन्छ, तर त्यसलाई हुर्काउन, बढाउन र फल प्राप्तिको चरणसम्म डोर्याउन वास्तवमै चुनौतीपूर्ण हुन्छ। केएमसीले तत्कालीन समयमा अनेकौं बाधा, व्यवधान र चुनौतीहरूलाई छिचोल्दै लामो उडान तय गरेको थियो। स्थापना कालदेखि नै शैक्षिक उत्कृष्टताको पर्याय बनेको केएमसी प्रति आम विद्यार्थी र अभिभावकको भरोसा बढ्दै गयो। जम्मा 65 जना विद्यार्थी सहित शैक्षिक यात्रा आरम्भ गरेको यस शिक्षालयमा त्यसपछिका शैक्षिक वर्षहरूमा विद्यार्थी संख्याले 100, 200, 500, 1000, 1500 हुँदै 2000 नाग्यो। यहाँ हरेक शैक्षिक सत्रमा 2300 भन्दा बढी विद्यार्थी सुखद भविष्य निर्माणको अपेक्षा र विश्वास सहित जोडिन्छन्। देशका 77 वटै जिल्लाका फरक जाति, समुदाय र सांस्कृतिक पृष्ठभूमिका विद्यार्थीहरू सम्मिलित सुन्दर फुलबारी हो केएमसी, जहाँ अध्ययन गर्ने दृढ उद्देश्य लिएर प्रत्येक वर्ष 15,000 भन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सामेल हुन्छन्। तीमध्ये उत्कृष्ट 15% विद्यार्थीले मात्रै केएमसीमा अध्ययन गर्ने सुअवसर पाउँछन्। केएमसीलाई देशकै अग्रणी शैक्षिक संस्था बनाउनमा यससँग जोडिएका प्रतिभाशाली विद्यार्थीहरूको लगनशीलता र अथक मेहनतको भूमिका रहेको छ। आफ्नै स्वामित्वको भव्य भौतिक पूर्वाधार र सोही अनुरूपको कक्षाकोठा, ल्याब, सेमिनार हल, लाइब्रेरी र खेलकुद संरचनाले यसलाई अझ उत्कृष्ट बनाएको छ। यसै गरी 200 भन्दा बढी शिक्षण तथा गैर शिक्षण जिम्मेवारी निर्वाह गरिरहेका उत्कृष्ट कर्मचारीहरू यसको सफलताको दरिला आधार स्तम्भ हुन्। गुणात्मक शिक्षा मार्फत शैक्षिक उत्कृष्टता भन्ने मूल मर्म बोकेर अघि बढिरहेको केएमसीको प्रधान उद्देश्य हो अहिलेको युग सुहाउँदो ग्लोबल सिटिजन तयार गर्ने। उच्च माध्यमिक शिक्षा परिषद र राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेका कक्षा 11 र 12 को परीक्षामा स्थापना कालदेखि नै 100% नतिजासहित सर्वोत्कृष्ट नतिजामा केएमसीका विद्यार्थीको वर्चस्व रहँदै आएको छ। यहाँबाट उत्तीर्ण भएका 250 बढी विद्यार्थी हरेक साल मेडिकल अध्ययनका लागि शैक्षिक बजारमा प्रवेश गर्छन्, जसमध्ये 45 जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्दै आएका छन्। यसै गरी हरेक वर्ष 50 जना विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थान आईओई पुलचोकमा र 150 भन्दा बढीले आईओईबाट अफिलिएटेड कलेजहरूमा पूर्ण छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययन गर्छन्। यस्तै हरेक वर्ष 30 लाख US डलर बराबरको छात्रवृत्ति सहित यहाँबाट उत्तीर्ण भएका विद्यार्थीहरू विश्व प्रसिद्ध विश्वविद्यालयहरूमा जोडिन्छन्। यसर्थ निर्धक्क यो भन्न सकिन्छ कि केएमसीले अब्बल जनशक्ति दिएर मातृभूमिप्रतिको अभिभारा दर्विलो रूपमा पूरा गरेको छ। केएमसीको सफलता, उपलब्धि र राष्ट्रप्रतिको योगदानलाई राष्ट्रले पनि उचित कदर गरेको छ। सन् 2008 मा पहिलो पटक केएमसी राष्ट्रिय परीक्षा बोर्डबाट देशभरकै सर्वोत्कृष्ट शिक्षालयको रूपमा NEV एक्सिलेन्स अवार्डबाट सम्मानित भयो र सन् 2009, 2010, 2011, 2012, 2013, 2014 र 2015 सम्म लगातार 8औं वर्ष सर्वोत्कृष्ट घोषित भयो। यसै गरी सन् 2017 मा नेपाल सरकार शिक्षा मन्त्रालयले देशकै सर्वोत्कृष्ट सेकेन्डरी स्कुल घोषित गर्दै नेशनल एजुकेसन अवार्डबाट पुरस्कृत गर्यो। सन् 2025 मा पनि देशभरका शैक्षिक संस्थाहरूलाई उछिन्दै केएमसी नै सर्वोत्कृष्ट विद्यालयको रूपमा सम्मानित भयो। विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट प्राप्त दर्जनौं अवार्ड र सम्मान केएमसीमा संग्रहित छन्।
आज केएमसी देशकै उत्कृष्ट एजुकेसनल नेटवर्कको रूपमा खडा भएको छ। केएमसी नेटवर्क अन्तर्गत 10 शिक्षण संस्थाहरू सञ्चालनमा छन् र केएमसीको छाताभित्र हाल 13,000 बढी विद्यार्थी अध्ययनरत छन्। केएमसीले हजारौं विद्यार्थी र अभिभावकको भरोसा यसको शैक्षिक उत्कृष्टताले जितेको हो, त्यसको निरन्तरता र दृढताले जितेको हो। यो उपलब्धि अविराम परिश्रमको प्रतिफल हो, तर केएमसी अनवरत लम्किनेछ आफैले सेट गरेको उत्कृष्टताको मानकमा दृढ रहेर र अझ बढी परिष्कृत बनेर।